हेलो नमस्ते वेलकम बैक टु बाचुन्जेल रमाइलो भक्स सबैजनालाई है नि। आज चाहिँ हामी विश्वकर्मा पूजाको लागि हिँड्दैछौँ है। अर्को भनेको चाहिँ यहाँ भ्लग गर्न सुरुमा बिर्सेछ। सो हामीसँग यहाँ हाम्रो यता भाइ छ अमित र के अरे त्यो भाइको नाम बिर्सेँ। भाइहरू चाहिँ उता केराहरू फलफुलहरू किन गयो है। ल हाम्रो यहाँ केराहरू चाहिँ ट्याक्क फलफुल किन्दैछ। स्याउ कुन लिने हो कन्फ्युज छ यहाँ हरेक कुरा। स्याउ अब 180 250 350 यो कति हो? ल अमित 2-4 शब्द जास यता देऊ यता हेर एकदम कन्फ्युजन छ यहाँ। मिलाउन न दाइ यार अलि ट्याक्क 10 रुपैयाँ मार्जिन गरेर नि कसले बेच्छ भने बरु यो लैजाम यो हल्का मिलाउनु नि त्यो लैजाऊ हाल्दिनु कि ल गाइस अब चाहिँ 1 किलो भेटौँ ल ट्याक्क फलफुल किनेर। ल गाइस हामीले चाहिँ यो केरा 350 बाट 340 मा झारी केरा अरे स्याउ 350 बाट 340 मा झारिसकेको छौँ। मिसन सक्सेस। दाइ म प्रमोसन गरिदिन्छु कि साँच्ची हो। राम्रो हालिदिनु है। हामी चाहिँ यहाँ सब्जी मन्डीमा यस्तै छ हाम्रो पोखराको सब्जी मन्डी। अमित जी बताउनुहोस् के छ? अमित जी नबोल्दिनी इन्टरभ्यू गाइस पानी परिरहेछ। ढोका ओपन। एसी लाएर बसेको दास महँगो हुँदो रहेछ हो दाइ। ल अमित दाइ अब के हामी मारवाडी जाँदैछौँ अब लड्डु किन्न उतै भेटौँ ल अब मारवाडीमा। अनि त्यसपछि हामी चितवन किन्न पनि जान सक्छौँ। चितवन र पानी किन्न ए ऊ त्यो किन अमित है त्यो सानो लड्डु त भुजिया कि भन्नु त्यो अर्को त्यो निम्किन जस्तो राखेको हुन्छ नि ठुलो मारवाडी हिँड्नु हो र। लाइसेन्स भएको पनि छैन न त एउटा गाडीमा बसेर ट्राफिक हुन्छ ट्राफिकै छैन ट्राफिकै छैन। अनि त्यहाँ बिचमा पार्दा फेरि धप्प देउँछ कि पार्किङमा यसलाई राख्दिने के हुनु हो त बिचमा राखिदिने क्या यताबाट जातिबाट जाने क्या। समीर भाइ कहाँ गयो त अल्छी उठेन के त्यो समीर दादा फोन हानेको फोनै उठाएको छैन मारवाडी। त्यो किलोको कसरी छ? 750 अनि यस्तो यो नि खुल्लामा होइन कति दाइ यसलाई? मिठाई न यो भुजियाहरू हजुर स्टाफ हो के भन्न चाहनुहुन्छ हजुर? स्टाफ हजुर ज्याप जुप सामान किन्ने। हेलो हेप्पी विश्वकर्मा। पैसा त मसित नलाइने दाइ 500 छैन कति पैसा जोखेको अनलाइन त मोबाइलले गाडीमा छोडेर यहाँ पुग्छ कि पुग्दैन भएर पुग्दैन जस्तो छ। त्यो 300 मात्र हुन्छ बिखे लिएर हाम्रो पहिरो पुग्या हामी त आइज पहिला भित्र लड्डु लड्डु है लड्डु बहिनी यो लड्डु हाल्ने भाडा
नछोडौँ न लड्डू हन्टिङ लड्डू एक लड्डुको भिडियो गर्नुपर्छ छोड्नु भिड दामी त्यही ओह नितिनजी के छ तपाईँको खबर कहाँ हो एक्लै एक्लै ल ल ल ल ल कता हो र हामी जाने घुम्थ्यो नि यो क्या बिचमा ट्र्याकिङ कोमा त्यसपछि त कुन पास गेट पास त्यो गेट पास पानी रजाइसक्यो रे बाटोको बिचमा यार साथी निस्किदिन लाग्यो नि त्यो भएर भाइ गेट पास अब हामी ग्यारेज गरेर भेट्ने छौँ कारो गर्ला नि भिडियो नबनेछ भुल्दै गर्नु भन्ने भित्र छिर्यो भने त तिमीलाई त भोच्किहाल्छन् फेरि रिस जति सबै बोक्छन् फेरि उसमा काठमाडौँमा त मार्दैछ नि त पुलिसले हाम्रो अर्को भाइको नाम के अरे साँच्चैको बन्दुक बोकेर हान्ने रुपेश भाइ यो भाइले चाहिँ अस्ति भर्ती चोरेर लिएर पुरा टिकटकमा हाल्दै भर्ती त फेन्टा भने त त्यस्तो केही नभन्दा कि लाएर हिँडेको मान्छेले चाहिँ हेरेर हुन्छ मैले सबलाई फगाएर घुमाएर हेर्नु जानु फगाएर लिएर आएको सर भनिदिएर चेकिङ भएर चिल छ कि लाइक आजकल होइन सुरु हुन्छ मामाहरू बाटोमै बसेन नि आउँछन् छिट्टै कम ब्याक ल्याउ कमब्याक हाम्रो कम ब्याक आउँदैछ भने सरप्राइज चेकिङ हानिदिन्छ दिन ड्याङ 15,000 रुपियाँ काटिदिन्छ रिस हुन्छ हेर भाइ अनि उनीहरूले कहाँ अब सर्च गरिदिनु हुँदैन नभए बढी बाइकतिर पुरै बन्द रह्यो केही बन्दैन अझ 5,000 बढी हाल्नु पठाउन कि त यो पालि चाहिँ यातायात पर्छ नि किनकि यातायातै छैन भनेको होइन फेरि यो ठाउँ भनेको मैले पाए त भाइले जस्तो पाउनु पर्यो पाउँछ माल छ यहाँको माल मिठो र राम्रो पाउनु पर्यो पानी त पर्यो सिनेमेटिक कति रुपियाँ किलो भन्यो अरे बाबु नत्र यो र यो मिसाइदिउँ भनेर कि होइन 1 किलो भन्नुभएको यो 1 किलो हाल्नु यहाँ बुझ्यो धेरै धेरै कि है डेन्जर धेरै यहाँ बुझ्यो 700 को यो 400 को कति फरक लाग्यो आकाश पातल फरक क्या अब यहाँ आउनु पर्ने हो कि चियासी त मजा आउँछ त चियासी भन्दा नि दारु छ बिहान कहाँ दारु खाने भाइ हो कि म त काम गर्दियो पहिला घुमाउनलाई मजा
मजाले पूजा गरेर एकछिन गीत सित बजाएर दिउँसो भएपछि बल्ल कि गीत पुरै वर्ष अब दारुले बितेको नि यसो त पुरै डिजे हानेर नाच्ने भन्ने हामी एकछिन त पूजा नगरेसम्म त एकदम गुड बोय भएर टक्क लगाएर ग्यारेजतिर ओए साथी ग्यारेज कम के छ यता पूजा हुँदैछ कति बेला आइयो के भन्न चाहन्छु के रे अब विश्वकर्मा दिवस पूजा हो कि दिवस हो फलफुलहरू काट्न त्यहाँ ट्याक्क टिका मेघ हान्दै रहेछ ट्याक्क अमित यता हेर न यार 2-4 शब्द दियो यहाँ ट्याक्क यहाँ वर्कसपमा आउनु पऱ्यो बाइक साइक बनाउन ट्याक्क दसैँ अफर चलिरहेको छ अहिले चाहिँ यहाँ एउटा ग्रिलिङमा ट्याक्क एउटा पफी अरे बाइक छ ट्याक्क सबै छ त्यही हो अरू भाँडा त्यस्तै हो कडा हो ट्याक्क हाम्रो दाइको च्यानलमा चाहिँ सब्सक्राइब गर्नु होला यहाँ दाइ चाहिँ ट्याक्क कौशल बोय रिबन चाहिँ हान्छ ट्याक्क होइन साथी के छ एकदम अल गुड के छ दाइ लाभाको कुरा गर्छ हामी लाभाको पछाडि के शब्द हुन्छ त्यो पूजा गर्दै हुनुहुन्छ भयो अमितले आफ्नो बाइकमा खाता बान्दैछ है आज विश्वकर्मा पूजाको दिनमा टक्क लगाएर इन्जिन सिज नहोस् हरेक राइडमा साथ दियोस् होइन अनि पेट्रोल हालिदिने केटी पाउँछ क्या ल ओइ उता नदा बाहिर यता होइन अनि हाम्रो यहाँ विश्वकर्मा भगवानको ट्यागको पूजा भयो यता लक्ष्मी माता ट्याग लगाएर लड्डु सड्डु हुँदैछ केटाहरू खाँदैछ है केटाहरू चाहिँ अहिले नरिवल किन अब गाडी र स्कुटर पूजा गरेर भइसकेपछि ट्यागका लाग्नुपर्छ ल अब त कस्तो ननिक्लेन र ल ओहो केटाहरू लाने ल सेट भाइरल खाता बान्द सुरेश भित्र गाडीमा ओइ खाता बान्दिएर पखाने गाडीभित्र अब चाहिँ घर फर्किन लाग्यो है भ्लग यति नै हो जे जस्तो हुन्छ होइन यसो लाइक साइक हानिदिउँ नयाँ हुनुहुन्छ भने चाहिँ कमेन्ट समेन्ट होइन सब्सक्राइब हानिदिउँ है यति भन्दा भ्लग चाहिँ आज यतिमै इन्ड ल बाई बाई